अनि जसले यीशु ख्रीष्टको दासलाई लात्ताले हिर्काउँछ त्यसलाई आफै दुख्छ। जसले यीशु ख्रीष्टको मण्डलीलाई तहस नहस पार्न खोज्छ ऊ आफै तहस नहस हुन्छ। जसले यीशु ख्रीष्टको मण्डलीलाई विस्थापित गर्न खोज्छ त्यो आफै विस्थापित हुन्छ। त्यो तपाईँ र मैले केही गर्नु पर्दैन, न तपाईँ र मैले राजनीति गर्नुपर्छ, न तपाईँ र मैले कुनै त्यस्तो गर्नुपर्छ। त्यो परमेश्वर प्रभु यीशु ख्रीष्टको आफ्नै तरिका छ। त्यसकारणखेरि पावललाई परमेश्वरले के गर्नुभयो, त्यहाँ पक्रिनु भयो र पावलद्वारा धेरै ठुलो ठुलो काम गर्नुभयो। जब पावलको त्यो आँखामा चिप्रा परेको निकाल्नु पर्थ्यो ऊ अन्धो भएर गयो र हन्ना भन्ने व्यक्तिलाई चाहिँ परमेश्वरले प्रभुले भन्नुभयो जा गएर त्यसलाई प्रार्थना गर्दै बप्तिस्मा दे अनि त्यसको आँखा निको हुनेछ, त्यसले अन्धोबाट देख्नेछ। उसले त्यतिखेर भन्यो प्रभु त्यो त्यस्तो डरलाग्दो मान्छेलाई, अहिलेको भाषामा भन्नु त डन क्या, डन, अहिलेको भाषामा बोल्नुपर्दा डन, त्यस्तो डनलाई मैले गएर प्रार्थना गरिदिने बा मारिहाल्छ कि मलाई, डर थियो क्या उसमा। अनि त्यस्तो मान्छे मार्ने हत्यारा त्यस्तो खतरा डरलाग्दो व्यक्तिलाई कसरी गर्न सक्छु भन्दाखेरि परमेश्वरले हन्नालाई भन्नुभयो त्यसको अवस्था के हुन्छ तैँले जान्दैन, सो म जान्दछु। त्यो अन्य जातिहरूको लागि चुनिएको मेरो लागि एउटा पात्र परमेश्वरले प्रभुले भन्नुभयो। त्यही क्रममा पावलले धेरै ठुलो ठुलो आश्चर्य कर्महरू गरे। उनको रुमालद्वारा रोगी बिरामीहरू निको भए, उनले प्रार्थना गर्दाखेरि मानिसहरू निको भए, उनले प्रार्थना गर्दाखेरि मरेको मानिसहरू जीवित भए। उनको जीवनमा धेरै ठुलो ठुलो आश्चर्य कर्महरू भयो। उनले धेरै ठुलो ठुलो उनले जीवनमा कामहरू गरे। तर जब उनको जीवनमा सङ्कट आयो, जब उनको जीवनमा सतावट आयो, जब उनको जीवनमा कष्ट आयो, जब उनलाई पीडा हुन थाल्यो, जब उनलाई सताउन थाल्यो, जब उनलाई एक प्रकारको कुटाइ र पिटाइ र चुटाइ र गाली र ग्लोज गर्न थाल्यो, सहरबाट निकालेर ढुङ्गाले हालेर खेदाउन थाल्यो, तब उसले प्रार्थना गर्न थालेको। अनि उसको आज तपाईँ र म एउटै कुरो म तपाईँलाई भन्न चाहन्छु, तपाईँ र म चाहिँ साँच्चै नै कुन तरिकाले चल्ने भन्ने विषयमा आज तपाईँलाई मैले बुझ्न धेरै नै आवश्यक छ। म यहाँ प्रेरितको पुस्तकबाट दोस्रो कोरिन्थीको पुस्तकबाट म तपाईँलाई भन्न चाहन्छु। यहाँ दोस्रो कोरिन्थी 12 अध्यायको 7 देखि म पढ्नेछु, तपाईँहरू ध्यानसित सुनिदिनु होला। तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलु भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत अर्थात् एउटा काँडो मेरो शरीरमा दियो। यो मबाट हटोस् भनेर मैले 3 पल्ट प्रभुसित बिन्ती गरे। तर प्रभुले मलाई भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति प्राप्त छ, किनभने मेरो शक्ति दुर्बलताहरूमा नै सिद्ध हुन्छ। हालेलुया, सबैले भन्नु हालेलुया। पावलको जीवनमा पावल मैले अघि नै भने पावल धनवान थियो, पावल धनी थियो, पावल पढे लेखेको हुनुहुन्थ्यो, उहाँ धनवान पनि हुनुहुन्थ्यो, पढे लेखेको पनि हुनुहुन्थ्यो। रोमन साम्राज्यले उहाँलाई त्यो सुसमाचार रोक्नको लागि अधिकार पनि प्राप्त गरेको थियो। गमलेल सरकारसँग उहाँ हुर्किनु भयो, पढ्नु भयो। गमलेल सरकारबाट सरकारका नीति नियम राजनीति सबै कुराहरू सिकेर बुझेर प्राप्त शक्तिशाली बन्नु भएको थियो। पावलसँग त्यो एक प्रकारको शक्ति थियो, एक प्रकारको क्षमता थियो। पावलसँग एक प्रकारको धन सम्पत्ति रुपियाँ पैसा इज्जत सम्मान सबै प्रकारको थियो। पावलको जीवनमा त्यस्तो कुनै दुःखको कुरा थिएन, पावलको जीवनमा कुनै त्यस्तो कष्टको कुरा थिएन, पावलको जीवनमा कुनै त्यस्तो सङ्कष्टको कुरा थिएन। पावललाई कसैले कुट्ने, कसैले पिट्ने, कसैले गाली गर्ने त्यस्तो प्रकारको थिएन। पावल आफै धनवान र इज्जतवान व्यक्ति हुनुहुन्थ्यो। उहाँसँग प्रशस्त धन थियो र उहाँलाई मानिसहरूले भेट्दाखेरि नमस्कार गर्ने गर्थे र उहाँ एकदमै इज्जत र सम्मान प्रतिष्ठा पाएको व्यक्ति हुनुहुन्थ्यो। तर जब येशू ख्रीष्टले उहाँलाई चुन्नुभयो, तर जब येशू ख्रीष्टले उहाँलाई दमस्कको त्यो बाटोमा घोडामा जाँदै गर्दाखेरि उहाँलाई पक्रिनुभयो। येशू ख्रीष्टले उहाँलाई प्रत्यक्ष एकदमै प्रत्यक्ष उहाँले जब दर्शन दिनुभयो, प्रत्यक्ष उहाँ देखा पर्नुभयो, लाइभ देखा पर्नुभयो, त्यो दिनदेखि पावलको जीवनमा परिवर्तन आयो। प्रियहरू, पावल धनवान थिए, पावल इज्जतवान थिए, पावलसँग कुनै कुराको आवश्यकता अपुग र अपुग भन्ने थिएन। ऊ सबै कुराले परिपूर्णता थिए। तर जबदेखि यीशु ख्रीष्टले उहाँलाई पक्रिनु भयो, जब यीशु ख्रीष्टले त्यो सिद्धान्त त्यो सुसमाचारको कुरा उहाँलाई दिनुभयो, उनको जीवनमा कष्ट सुरु भयो, पीडा सुरु भयो।
उनीसँग भएको सारा धन सम्पत्ति सिद्धियो, उनका नाउहरू जहाजहरू ध्वस्त भए, उनी चढेको जहाजहरू ध्वस्त भए, उनलाई कुटाई गरियो, पिटाई गरियो, अनि उनी एकदम सम्मान पाएका व्यक्तिले अपमान पाउन थाले। उनले पटक पटक भने, गलातीको पुस्तकमा हामी पाउँछौँ, कोरिन्थीमा पाउँछौँ, यीशु ख्रीष्टले चाहिँ 39 चोटि एकचोटि मात्रै खानुभयो, तर मैले 39 को रात चाहिँ 5 चोटि खाएँ। हालेलुया, हालेलुया। तर उनको जीवनमा आश्चर्य कर्म भयो। उनले ढुङ्गाहरू खाए, यीशु ढुङ्गाले खाँदाखेरि भाग्नुभयो, यीशु कुटाई खानु खोज्दा भाग्नुभयो, तर उनले कुटाई खाए, ढुङ्गा खाए, पिटाई खाए, उनले धेरै ठुलो सङ्घर्ष गरे। अन्ततः उनले 14वटा एसिया माइनरमा रहेको 14वटा ऐतिहासिक मण्डली उनले खडा गरेर उनी मरे। हालेलुया, आमेन। हामी सबैले भनौँ आमेन। त्यस्तो पावलसँग अब किन त यो आयो भन्दाखेरि, किनभने ऊ त पढे लेखेको थियो, बुद्धिजीवी थियो, बुद्धिमान थियो, धन सम्पत्ति थियो, सबै सारा शक्तिले प्राप्त गरेको व्यक्ति, रोमन राज्यबाट उसले के अरे अधिकार गरेको व्यक्ति। त्यस कारणले उसले घमण्ड नगरोस् भनेर चाहिँ स्वर्ग परमेश्वरले चाहिँ एउटा चाहिँ दुष्ट खटाइदिनु भएको थियो। उनले त्यो दुष्टता उसको जीवनबाट हटोस् भनेर, त्यो काँडो, त्यो पीडा, त्यो दर्द, त्यो कष्ट हटोस् भनेर उसले 3 चोटि प्रार्थना गर्यो। प्रियहरू, तर तपाईँ र म पनि कहिलेकाहीँ घमण्ड गर्छौँ। तपाईँ र मेरो जीवनमा नि कहिलेकाहीँ घमण्ड आउँछ। अरे म त यस्तो व्यक्ति पो त, त्योभन्दा म राम्रो प्रचार गर्न सक्छु, त्योभन्दा राम्रो म काम गर्न सक्छु, त्योभन्दा म राम्रो छु, त्योभन्दा राम्रो म ब्युटी छु, त्योभन्दा म राम्रो हेन्डसम छु, त्योभन्दा राम्रो म प्रचार गर्न सक्छु, त्योभन्दा म राम्रो यस्तो गर्न सक्छु, त्योभन्दा म राम्रो यस्तो गर्न सक्छु। हामीमा एक प्रकारको घमण्ड आउन सक्छ। प्रियहरू, हो पावल जस्तो हामी छैनौँ। पावल जस्तो हामी धन सम्पत्तिमा पनि छैनौँ। पावल जस्तो हामी वरदानहरूले भरिएको पनि छैनौँ। पावल जस्तो हामी रुपियाँ पैसामा पनि छैनौँ। पावल जस्तो इज्जत र सम्मान पाएका व्यक्तिहरू पनि छैनौँ। हामीहरू 2 छाक खानेर 2 सरो लाउनको लागि मेहनत र परिश्रम श्रम गर्ने व्यक्तिहरू छौँ। हामीमा न त्यस्तो कुनै धन सम्पत्ति, न त्यस्तो रुपियाँ पैसा, न त्यस्तो कुनै दान वरदान, न त्यस्तो कुनै इज्जत र सम्मान छ, केही पनि छैन। पावलसँग त्यो रुपियाँ पैसा थियो, त्यो धन सम्पत्ति, त्यो इज्जत र सम्मान थियो। त्यस कारणले उसको जीवनमा त्यो घमण्ड नआओस् भनेर चाहिँ परमेश्वरबाट खटाइएको एउटा दुष्टले पटक पटक उसको शरीरमा पीडा दिने गर्दथ्यो। त्यो पीडा सहन नसकेर, त्यो दर्द सहन नसकेर चाहिँ पावलले प्रभुसँग बिन्ती गरे, प्रभु यो पीडा मेरो जीवनबाट हटाइयोस्, प्रभु यो कष्ट मेरो जीवनबाट हटाइयोस्, प्रभु यो दर्द मेरो जीवनबाट हटाइयोस्, किनभने मलाई सहन गाह्रो भयो। आज तपाईँ र म पनि धेरैचोटि प्रार्थना गर्दछौँ। प्रियहरू, हामीलाई भने जस्तो भएन भने हामी प्रार्थना गर्दछौँ। हामीले भने जस्तो सोचे जस्तो भएन भने हामी प्रार्थना गर्दछौँ। हामीले खोजे जस्तो भएन भने हामी प्रार्थना गर्दछौँ। हामीले चाहे जस्तो भएन भने हामी प्रार्थना गर्दछौँ। प्रियहरू, प्रार्थना गर्नु ठिक हो, प्रभुले उत्तर दिनु हुँदो रहेछ। तर हामी प्रार्थना गर्नको सट्टामा के गर्छौँ? हामीले भने जस्तो भएन भने प्रभुसँग गनगन गर्छौँ। हामीले चाहे जस्तो भएन भने हामी गनगन गर्छौँ। हामीले खोजे जस्तो भएन भने हामीले गनगन गर्छौँ। हामीले भने जस्तो, हामीले चाहे जस्तो, हामीले खोजे जस्तो पायौँ भने हामी प्रभुलाई प्रार्थना गर्नको सट्टामा, प्रभुलाई बिन्ती गर्नको सट्टामा प्रभुलाई पनि गनगन गर्छौँ, मण्डलीलाई पनि गनगन गर्छौँ, विश्वासीलाई पनि गनगन गर्छौँ, अनि श्रीमतीलाई पनि गनगन गर्छौँ, श्रीमानलाई पनि गनगन गर्छौँ, छिमेकीलाई पनि गनगन गर्छौँ, पास्टरलाई पनि गनगन गर्छौँ। खोइ त भयो, खोइ आफूले गरे चाहे जस्तो भएन, आफूले भने जस्तो भएन, आफूले खोजे जस्तो भएन भने हामी गनगन गर्छौँ। तर पावलले यहाँ गनगन गरेन। प्रियहरू, पावल उसँग सबै कुरा हुँदा हुँदै पनि सबै कुरो रित्यायो। प्रियहरू, उसँग सबै कुरो रित्याएर अन्त्यतः पावलले के भनेको छ? म कसैको बोझ नबनाऊ भनेर म चाहिँ किनारामा बसेर पाल बुनेर परमेश्वरको सेवकाई गर्दैछु। हालेलुया, आमेन। उसँग धन थियो, उसँग रुपियाँ थियो, पैसा थियो, इज्जत थियो, शोहरत थियो, सम्मान थियो, सबै कुरो रित्याएर सबै कुरो खाली गरेर अन्त्य उनले भन्दछ, म कसैको बोझ नबनौँ भनेर, कसैले मलाई हिन्ता बोध नहोस् भनेर म चाहिँ किनारामा बसेर भाइहरूसँग पाल बुनेर परमेश्वरको सेवकाई गर्दैछु। आमेन। तर हामी चाहिँ कस्तो खोज्छौँ? मण्डलीले पैसा दियोस्, मण्डलीले सपोर्ट गरोस्, मण्डलीले त्यहाँ गरोस्, मण्डलीले यसो गरोस्, अनि म के अरे प्रचार गर्छु, अनि म सुसमाचारमा निक्लिन्छु। होइन प्रियहरू, पावलले के भन्यो?
म कसैको बोझ नबनौँ भनेर भाइहरूसँग बसेर म खोलाको किनारामा जाल बुनेर म परमेश्वरको सेवकाईमा जाँदैछु, परमेश्वरको सेवकाई गर्दैछु। त्यो धन सम्पत्ति रुपियाँ पैसा सबै कुरो रितिएर सबै कुरो सिद्धिएर केमा सिद्धायो उसले? प्रियहरू, परमेश्वरको सेवकाईमा सिद्ध्यायो। परमेश्वरको सेवकाईमा पावलले आफ्नो सारा धन सम्पत्ति सिद्ध्यायो। परमेश्वरको सेवकाईमा पावलले आफ्नो सारा इज्जत र सम्मान गुमायो। परमेश्वरको सेवकाईको लागि उसले सबै कुरा प्राप्त गुमायो। त्यस कारणले जब उसले एउटा ठाउँमा भनेको छ अनि उसले भन्यो म 14 वर्ष अगाडि एकजना मानिसलाई चिन्दछु, त्यो म जान्दिन को हो, तर त्यो त सिधै स्वर्ग लगेर उचालिएको छ। उसले म भनेर घमण्ड गरेन प्रियहरू, तर त्यो वास्तवमा पावल आफै थियो। हालेलुया। अलिकति अगाडि तपाईँले पढ्नु भने लेखेको छ 14 वर्ष अगाडि एकजना यस्तो व्यक्ति हुनुहुन्थ्यो जसलाई म चिन्दछु, उहाँ स्वर्ग तेस्रो स्वर्गसम्म उहाँ उचाली लगिनु भयो। म त्यसो म जान्दिनँ, तर उहाँले गरिनु भयो। त्यो चाहिँ स्वयं आफै थियो। उसले भन्न सक्थ्यो पावल मैले 14वटा मण्डली स्थापना गरे, कोरिन्थीको मण्डली स्थापना गरे, गलातीको मण्डली स्थापना गरे, रोमीको मण्डली स्थापना गरे, थेस्सलोनिके मण्डली स्थापना गरे, टार्ससको मण्डली स्थापना गरे, मैले स्मुर्नाको मण्डली स्थापना, यी सबै मण्डली मैले स्थापना गरे, 14वटा मण्डली स्थापना गरे। म पावल स्वर्ग गएको छु, म पावल येशू ख्रीष्टसँग बोलेको छु भन्न सक्थ्यो। उसले त्यो घमण्ड गर्न सक्थ्यो, त्यो अहंकार बोल्न सक्थ्यो, तर उसले त्यसरी बोलेको छैन प्रियहरू। उसले के भन्यो? म यस्तो व्यक्ति जान्दछु, त्यो चाहिँ 14 वर्ष अगाडि स्वर्ग लग्यो। अनि त्यो स्वयं पावल हुनुहुन्थ्यो। उहाँले प्रभु येशू ख्रीष्टको अगाडि बिन्ती गर्नुभयो। उहाँले भन्नु होइन प्रभु मसँग त धन सम्पत्ति थियो, मसँग त रुपियाँ पैसा थियो, मसँग त दुईवटा के अरे एसियाको माइनरमा चल्ने जहाज थियो, मसँग त रुपियाँ पैसा थियो, घोडामा गुडुक 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 घोडामा हिँड्थे, मसँग सम्मान थियो, इज्जत थियो, सबै प्रकारको थियो। तर आज त प्रभु मसँग केही पनि छैन, सबै खोजिदिनु भयो। थ्याङ्क प्रभु भनेर भनेन उसले भने प्रभु जे चिज मसँग थियो, सारा कुरा मसँग थियो, त्यो सबै मेरो लागि चाहिँ हानि सम्झे। आमेन। उसको इज्जत उसको लागि हानि भयो, उसको रुपियाँ पैसा उसको लागि हानि भयो, उसको इज्जत सम्मान उसको लागि हानि भयो। त्यो सबै ख्रीष्टको लागि मैले हानि सम्झेर आज जे चिज गर्दैछु त्यो मेरो लागि फाइदाको कुरा हो। आमेन। ख्रीष्टमा कुटाइ खानु उसको लागि फाइदाको कुरा थियो, ख्रीष्टमा दुःख पाउनु उसको लागि फाइदाको कुरा थियो, ख्रीष्टमा अपमान हुनु उसको लागि फाइदाको कुरा थियो, ख्रीष्टमा उसले सारा कुरा गुमाएको लागि उसको लागि चाहिँ फाइदाको कुरा थियो। त्यसकारण उसले भन्यो जुन दिन म बप्तिस्मा लिए त्यो दिन मैले मेरो सबै कुराहरू चाहिँ ख्रीष्टको क्रुसमा टाँगिसकेको छु। हालेलुया। तपाईँ र मैले जुन दिन प्रभुमा बप्तिस्मा लियौँ, जुन दिन प्रभुमा ग्रहण गर्यौँ, त्यो दिन तपाईँ र मेरो घमण्ड, तपाईँ र मेरो अहंकार, तपाईँ र मेरो बुद्धि, तपाईँ र मेरो सामर्थ्य, तपाईँ र मेरो शक्ति, तपाईँ र मेरो ज्ञान बुद्धि धन सम्पत्ति सबै यदि ख्रीष्टलाई सुम्पियो र क्रुसमा टाँगिदियो भने प्रभुले नयाँ सिराबाट काम गर्नुहुन्छ। हालेलुया। हामी नयाँ सिराबाट कामै गर्न चाहँदैनौँ। हामी नयाँ सिराबाट, नयाँ सोचबाट, नयाँ विचारबाट, नयाँ उमङ्गबाट हामी काम गर्न चाहँदैनौँ। त्यही पुरानो कुराबाट हामी अगाडि बढ्न चाहन्छौँ। होइन प्रियहरू, पावलसँग घमण्ड गर्ने ठाउँ थियो तर उसले घमण्ड गरेन। उसँग अहंकार गर्ने ठाउँ थियो, उसले अहंकार गरेन। किन भन्दाखेरि उसले भनेको छ यदि मैले घमण्डै गरेर बोल्नु पर्यो भने गलातीको पुस्तकमा पढ्नुहोस्, एफएसीमा पढ्नुहोस्, यदि मैले घमण्डै गरेर बोल्नु पर्यो भने त म त यहुदीहरूको कुलमा पनि बेन्यामिन कुलमा जन्मेको हुँ भनेको छ। बेन्यामिन कुलमा जन्मेको किन भन्नु तपाईँलाई थाहा छ? कसलाई थाहा छ? उसले आफ्नो कुललाई किन घमण्ड गरेर बोल्यो? कसलाई थाहा छ? भन्नुहोस् न, भन्नुहोस् कसलाई थाहा छ? यदि तिमीहरू घमण्डै गर्छौ र मैले घमण्डै गरेर बोल्नु पर्यो भने म त के हो भनेको छ? के हो भनेको छ? टार्सस निवासी गमलेल सरकारसँग पढेको, टार्सस निवासी गमलेल सरकारसँग पढेको बेन्यामिन कुलको हुँ म। यदि तिमीहरूले घमण्डै गरेर बोल्छौ भने किन थाहा छ? परमेश्वरले पहिलोचोटि इजरायलको राजा नियुक्त गर्दा कुन कुलबाट गर्नुभयो? कुन कुलबाट गर्नुभयो? बेन्यामिन कुलबाट गर्नुभयो। अनि बेन्यामिन कुलबाट गरेको त्यो व्यक्ति चाहिँ कस्तो थियो? साउल कस्तो थियो? सबैभन्दा सुन्दर, सबैभन्दा अल्गो। अनि ऊ चाहिँ सबै कुराले धन सम्पत्ति रुपियाँ पैसा बुद्धिले भरिएको मान्छे थियो।
सबै इजरायली 12 कुलका इजरायलीहरू चाहिँ साउलको छेउमा चाहिँ कुमकुम जस्तो थियो। त्यो व्यक्तिलाई चुन्दाखेरि उसले घमण्ड गर्यो, उसले आफ्नो सुन्दरताको घमण्ड गर्यो, आफ्नो बुद्धिको घमण्ड गर्यो, आफ्नो रुपियाँ पैसाको घमण्ड गर्यो। परमेश्वरको कुरा सुनेन, परमेश्वरको दासको कुरा सुनेन, परमेश्वरको अगमवक्ताको कुरा सुनेन, आफ्नै मनमर्जी आफ्नै कुरामा चल्यो। अगमवक्ताले भने, हे राजा यसो नगर्नुहोस्, परमेश्वरले त्यसो गरेको मन पराउनुहुन्न, परमेश्वरले त्यसो गरेको रुचाउनुहुन्न, परमेश्वरको नजरमा तपाईँ नम्र हुनुहोस्, परमेश्वरको नजरमा तपाईँ इमानदारी हुनुहोस्, परमेश्वरको नजरमा तपाईँ असल हुनुहोस् भनेर अगमवक्ताले पटक 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 भने, तर उनले सुनेन। किन सुनेन भन्दाखेरि म जस्तो सुन्दर को छ, म जस्तो बुद्धिमानी को छ, म जस्तो राम्रो बोल्ने को छ, म जस्तो असल व्यक्ति को छ। परिणाम के भयो? अन्ततः परमेश्वरको अगमवक्ताहरूले पनि भन्दा 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 अहिलेको पास्टरले भने जस्तै, भाइ यसो नगर्नुहोस्, बहिनी उसो नगर्नुहोस्, भाइ तपाईँले यो गरेको राम्रो होइन, बहिनी तपाईँले यसो गरेको राम्रो होइन, दाजु तपाईँले यसो गरेको राम्रो होइन, यो परमेश्वरको विरुद्धमा हो, तपाईँले यसरी बोल्नु त परमेश्वरको विरुद्धमा हो भनेर जसरी अहिलेको पास्टरले प्रचारकले भन्छ नि विश्वासीहरूलाई, त्यस्तै पहिला अगमवक्ताले भन्थ्यो, ए राजा त्यसो नगर्नुहोस्, ए विश्वासी इजरायलीहरू त्यसो नगर्नुहोस्। पहिला अगमवक्ताहरू थिए तर सुनेनन्। साउलले त्यो नसुनेपछि अन्ततः परमेश्वरले अगमवक्ताद्वारा पनि साउलसँग बोल्न छोड्नु पर्यो। उनले घमण्डमा आएर जब उसले परमेश्वरको त्यो गद्दी आरोहण गर्दाखेरि घमण्डमा आएर सबै तन्त्र मन्त्र गर्ने, जादु टोनामुनी गर्ने स्त्रीहरूलाई बाहिर खेदाइदिएको थियो। धामी बिजुवा जोडा जति पनि थिए तन्त्र मन्त्र टुनामुना गर्नेहरू सबै बाहिर जाऊ, यो देशदेखि निकालिदेऊ, किनभने मसँग परमेश्वर हुनुहुन्छ, मसँग परमेश्वरका अगमवक्ताहरू थिए भने उसँग घमण्ड थियो। तर जब उनले परमेश्वरको विरुद्धमा काम गर्न थाल्यो, परमेश्वरको दासको कुरा सुन्न छोड्यो, परमेश्वरको अगमवक्ताको कुरा सुन्न छोड्यो, उसको जीवनमा सतावट आउन थाल्यो। त्यहाँदेखि यीशु परमेश्वर बोल्न छोड्नुभयो, अगमवक्ताद्वारा पनि बोल्न छोड्नुभयो, कोहीसँग नि बोल्न छोड्नुभयो। उनले हजारौं चोटि बिन्ती गर्यो, कयौं चोटि बिन्ती गर्यो। त्यस पछाडि ऊ कहाँ जानु पर्यो त, कहाँ जानु पर्यो, आफ्नो कहाँ जानु पर्यो भन्नुहोस् त। जुन स्त्रीलाई टोनामुना जादु तन्त्र मन्त्र गर्ने स्त्रीलाई देशबाट बाहिर निकालिदिएको थियो, त्यही जानु पर्यो। कसरी जानु पर्यो, कसरी जानु पर्यो? घुम्टो ओढेर राजा जस्तो मान्छे रथमा गुडुक गुडुक रथमा गएर, है मेरो विषयमा भविष्यवाणी गर, मेरो विषयमा भन् भन्ने राजा नम्र भएर घुम्टो ओढेर लास पचाएर लाचारी भएर चाहिँ जानु पर्यो, एकदम भएर नचिन्ने व्यक्ति भएर जानु पर्यो। अनि त्यस स्त्रीले पनि भन्नुहोस् के छ तपाईँको, मेरो विषयमा चाहिँ यसरी भनिदेऊ। अनि जब त्यो स्त्रीले भनिन्, त्यतिखेर भनिन्, यो पतालबाट त म त समुएल आउँदै गरेको देख्दैछु, तपाईँ त राजा हुनुहुँदो रहेछ, किन मलाई ढाक्नु भयो, किन मलाई छल्नु भयो? त्यतिखेर स्त्रीले भन्यो होला नि, भेट्टिस राजा, ठुलो कुरो गर्थिस् त, मलाई निकालेको थिइस् त, बडा तेरो परमेश्वर परमेश्वर भनेर हिँड्थिस्, तेरो परमप्रभु परमप्रभु भनेर हिँड्थिस्, भेट्टिस आज त मेरै चरणमा आउनु पर्यो त, मैसँग झुक्नु पर्यो त। सायद त्यो स्त्रीले भने मनमा, तर साउलले भने भन यो कुरो कसैलाई थाहा हुने छैन। अनि जब उनले भनेपछि त्यतिखेर साउल भने तपाईँलाई, त्यतिखेर त्यो पातालबाट निक्लेको समयले भन्यो, जीवित छँदा तपाईँलाई मैले धेरैचोटि सम्झाएँ, तपाईँले मान्नु भएन, तपाईँले जबरजस्ती गर्दा मेरो खास्टो पनि च्यातिदिनु भयो। त्यतिखेर त्यो समुएलले भन्यो, राजा भोलि तपाईँ र तपाईँको छोरो मसँग यही च्यानमा हुनुहुनेछ। त्यो व्यक्तिले भन्थ्यो, कस्तो भयो त्यो साउललाई, भोलि युद्धमा तपाईँ र तपाईँको छोरो सँगै मसँग पतालमा देखा पर्नुहुनेछ, तपाईँ र म सँगै हुनेछौँ। त्यो सामुएलको नाम लिएर आएको, सामुएलको त्यो रूप लिएर आएको भूत आत्माले भन्थ्यो, ल भन्नुहोस् तपाईँ र मेरो जीवन यस्तो हुन सक्छ। घमण्डले प्रियहरू त्यो साउलको गतिमा ल्याउँदछ। त्यसकारणले परमेश्वरले पहिलाको बेन्यामिन कुलमा चुन्दाखेरि अल्गो सुन्दर राम्रो चुन्नुभयो, अनि जब परमेश्वरको राज्य विस्तार गर्नको लागि चुन्दाखेरि चाहिँ होचो प्रकारको व्यक्ति चुन्नुभयो, केही न कामको व्यक्ति। उसको बाइबलले इतिहासकारहरूले भनेअनुसार उसको नाक चाहिँ कस्तो थियो अरे भन्दाखेरि सुगाको जस्तो थियो अरे। ऊ हिँड्दा पनि एकदमै उसको हिँडाइ बोलावटहरू बनावटहरू ठिक ठिक थिएन अरे, सुन्दरता थिएन अरे, किनभने उसले सुन्दरतामा घमण्ड गर्ने ठाउँ थिएन। त्यो सबै कुराबाट त परमेश्वरले उसलाई तलिन बनाइदिनु भयो, उसलाई गरिब भन्दा गरिब बनाइदिनु भयो।
उसलाई एकदमै होचो बनाइदिनु भयो। जुन व्यक्तिहरूको अगाडि ऊ शानको साथ हिँड्थ्यो, म साबल तिमीहरूलाई मारिदिन्छु भन्थ्यो, त्यही व्यक्तिहरूले उसलाई कुटे, त्यही व्यक्तिहरूले उसलाई ढुङ्गाले हाने, त्यही व्यक्तिहरूले उसलाई कोर्रा लगाए। जुन त्यही व्यक्तिहरूको अगाडि ऊ थुकाइ र कुटाइ सहनु पर्यो, मलाई क्षमा गरिदिन्छु भन्दै हिँड्नु पर्यो। त्यस्तो पावललाई परमेश्वरले नम्र र अनिष्टि बनाउनु भयो। जब ऊ नम्र भयो, परमेश्वरको काम उबाट काम हुन थाल्यो। हालेलुया। घमण्ड गरेर परमेश्वरको काम हुँदैन, अहंकार गरेर परमेश्वरको काम हुँदैन। नम्र हुन सिक्नुहोस्, परमेश्वरले काम गर्नुहुन्छ। नम्रतामा परमेश्वरको काम छ प्रियहरू। एकदम हम्बलमा परमेश्वरको काम छ, हैन? बाइबलले भन्छ मूर्ख मात्रै बढी बोल्छ अरे क्या। ज्ञानी त के हुन्छ? समुद्र जस्तो चुपचाप बस्छ। हितोपदेश पुस्तकमा पढ्नु भएको छ? पढ्नुस् बाइबल तपाईहरुसँग चाहिँ। मूर्ख चाहिँ पत्तर 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 बोल्दै हिँड्छ अरे क्या। आगो केही हुँदैन, म यहाँ छु, म त्यहाँ छु, म यहाँ छु, म यही हुँ भनेर हिँड्छ अरे। तर ज्ञानी मानिस चाहिँ समुद्र जस्तो चुपचाप बस्छ अरे। बाइबल हितोपदेश पुस्तकमा पढ्नुस्। ज्ञानी मानिस क्या, जोसँग बुद्धि छ नि, जोसँग सामर्थ्य छ, जोसँग भित्र कला छ नि, त्यो मान्छे चाहिँ चुपचाप बस्छ अरे क्या। अनि समय आउँछ उसले आफ्नो कलाकारिता देखाउँछ। हालेलुया। समय आउँछ उसले आफ्नो क्षमता देखाउँछ। समय आउँछ उसले आफ्नो सबै कुराहरू प्रदर्शन गर्छ। समय नआउनुभन्दा अगाडि ऊ चुपचाप बस्छ अरे। प्रभु यीशु ख्रीष्ट समय नआउन्जेलसम्म कति वर्ष बस्नुभयो? 18 वर्ष चाहिँ चुपचाप बस्नुभयो। उहाँलाई बाल अर्पण गरेर गइसके पछाडि एकैचोटि उहाँ 12 वर्षमा देखा पर्नुभयो। 12 वर्षमा उहाँ पुजारीहरूको अगाडि देखा पर्नुभयो, त्यहाँ बोल्नुभयो, वाद विवाद गर्नुभयो। त्यस पछाडि एकैचोटि कति वर्षमा देखा पर्नुभयो? कति वर्षमा? 30 वर्षमा देखा पर्नुभयो। कति वर्षको ग्याप छ त्यहाँ? पढ्नुस् त, म्याथमेटिक्स म्याथ पढ्नेले भन्नुस् त। 18 वर्ष के अरे 12 वर्ष पुजारी यरुशलेममा देखा पर्नुभयो। त्यसपछि ठ्याक्कै 30 वर्षमा उहाँ यर्दन नदीमा देखा पर्नुभयो। कति वर्षको फरक छ? कमर्स पढ्ने म्याथ पढ्नेले भन्नुस् त। कति कति? 12 कति वर्ष? 18 वर्ष चाहिँ प्रभु के गर्नुभयो? के गर्नुभयो प्रभु? तपाईँ म जस्तो यहाँ गर्दै हिँड्नु भएन क्या। न बुद्धि छ, न धन छ, न पैसा छ, न ज्ञान छ, न जन छ, न केही छ, तर यहाँ गर्दै हिँड्छौँ नि हामी। त्यसरी हिँड्नु भएन। 18 वर्ष चाहिँ के गर्नुभयो? आफ्नो आमालाई, आफ्नो बुबालाई उहाँले के गर्नुभयो? काम गर्न सघाउनु भयो। आफ्नो बुबा र आमा। त्यस कारणले कति ठाउँमा तपाईँले बाइबलमा पढ्नुहोस् त, त्यहाँ लेखेको छ यिनी त त्यो सिकर्मी होइन नि। सिकर्मी भनेको चाहिँ त्यतिखेर यो काठको काम गर्ने मान्छेलाई चाहिँ सिकर्मी भन्छ। अनि यो राजमिस्त्रीलाई चाहिँ डकर्मी भन्छ। यिनी त सिकर्मी होइनन्, सिकर्मी यो यसुको छोरा होइनन् भनेको छ त्यहाँ। अनि उनी सिकर्मी 8 वर्षसम्म उनले आफ्नो बाउ र आमालाई एकदम बाउआमाको आज्ञा 18 वर्षसम्म चाहिँ आफ्नो बाउआमाको कुरा सुने, आफ्नो बाउआमाको आज्ञा पालन गरे। आमाले जे भन्नुभयो, बुवाले जे भन्नुभयो, होइन, सबै कुरो गरेर चाहिँ 18 वर्षसम्म चाहिँ यीशु ख्रीष्टले आफ्नो बुवा आमाको अन्डरमा बस्नुभयो। अनि आधिकारिक भाषामा भन्दा चाहिँ आज तपाईँ र मैले पनि नसिकुन्जेलसम्म, नबुझुन्जेलसम्म चाहिँ पास्टरनीको अन्डरमा बस्नु पर्यो। भन्नुको मतलब पास्टरनीको आएर घरमा काम गरिदिनुहोस्, पास्टरको लुगा लुगिदिनुहोस् भन्नु खोजेको होइन। फेरि त्यसरी नि भन्नु खोजेको होइन। मण्डलीको सिद्धान्तमा पास्टरले भनेका कुराहरू, पास्टरले दिएको शिक्षाहरूलाई फलो गर्नुभयो पर्यो। त्यो जब तपाईँले फलो गर्नुहुन्छ, जब तपाईँले बुझ्नुहुन्छ, बाइबलको कुरा बुझ्नुहुन्छ, बाइबलको सिद्धान्त बुझ्नुहुन्छ, अनि बाइबलका धरातल बुझ्नुहुन्छ, बाइबलले भन्न खोजेको कुरा बुझ्नुहुन्छ, तब तपाईँले बुझ्दै 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 कति ठाउँमा हामीलाई गाह्रो हुन्छ, होइन? कति ठाउँमा म भन्दा अब यहाँ दाइहरू अग्रज हुनुहुन्छ, दाइहरूलाई सम्झाउनु मलाई कति ठाउँमा गाह्रो हुन्छ स्पिरिचुअल कुरामा। तर कहिलेकाहीँ फेरि दाइहरूले परमेश्वरमा प्रार्थना गर्दा उहाँले महसुस गर्नुहुन्छ र मलाई भन्नुहुन्छ, पास्टरबा मैले महसुस गरेँ। किनभने अब म हैसियतले म ठुलो भए पनि उमेरले मभन्दा ठुलो हुनुहुन्छ, मैले भन्न पनि गाह्रो है। कतिपय ठाउँमा दाइहरूले मलाई, धेरै ठाउँमा मलाई सान्त्वना दिनुभएको छ। कति ठाउँमा दाइहरूलाई मैले भनेको छु। त्यस कारण कहिलेकाहीँ चाहिँ परमेश्वर तपाईँसँग कसरी बोल्नुहुन्छ भन्ने कुरा हो। परमेश्वरलाई बोल्ने मौका दिनु पर्यो क्या। अनि तपाईँ र मेरो जीवनमा त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ जसरी यीशु ख्रीष्ट 18 वर्ष त्यो बाउ र आमाको अधीनमा बस्नुभयो, त्यसरी नै विश्वासीहरू चाहिँ मण्डली प्रशासनको अधीनमा बस्यो भने चाहिँ ऊ बुद्धिमानी भन्छ।
ऊ ज्ञानी बन्छ। उसले धेरै कुरा बुझेको हुन्छ। अनि धेरै कुरा नबुझ्ने मान्छेले चाहिँ ठुलो 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 कुरा गर्दै हिँड्छ, जसले बुझेकै हुँदैन, बाइबलको आन्तरिक कुराहरू बुझेको हुँदैन। त्यस कारण तपाईँ र म चाहिँ मूर्ख भन्दा पनि ज्ञानी मानिस बन्ने कोसिस गर्नुपर्छ। पावलसँग सबै कुरा थियो, उसको घमण्डलाई, उसको बुद्धिलाई, त्यस कारणले उसको अनुभव उसले भनेको छ क्या, परमेश्वरले निर्बुद्धिहरूलाई, बुद्धिमानहरूको बुद्धिलाई रद्द गर्नको लागि कसलाई चुन्नुहुनेछ? कसलाई? निर्बुद्धिहरूलाई चुन्नुहुनेछ। पावलले आफ्नो जीवनको अनुभव गरेर उसले भनेको, ऊ बुद्धिमान थियो अनि उसले भनेको छ परमेश्वरले चाहिँ बुद्धिमानहरूको बुद्धिलाई रद्द गर्नका लागि निर्बुद्धिहरूलाई चुन्नुहुनेछ। निर्बुद्धिहरूको एकदमै नबुझ्ने क्या, पढे बुद्धिमानहरू त बुद्धिमानहरू घमण्ड गर्छ नि, मसँग यो बुद्धि छ, मसँग त्यो बुद्धि छ, म यसो गर्न सक्छु, म उसो गर्न सक्छु भन्छ नि। तर अब उसँग आफै बुद्धि छ नि, परमेश्वर किन चाहियो? परमेश्वरले भन्न खोजेको वचनलाई चाहिँ हामीले बुझ्नु पर्यो क्या। आफै बुद्धिमान कुरा गर्छ, आफै समझ शक्तिको कुरा गर्छ, आफै सबै कुरा गर्छ नि किन उसलाई पवित्र आत्मा चाहियो? उसलाई त सल्लाहको लागि पवित्र आत्मा पनि चाहिएन, सल्लाह सुझाव दिनको लागि पवित्र आत्मा चाहिएन, बुद्धिको लागि परमेश्वर चाहिएन। ऊ आफै स्वयं बुद्धिमान छ, ऊ आफै सबै ज्ञानी छ। सर्व लाग्छ कि के अरे यो सृष्टिको ब्रह्माण्ड सबै उसले सृष्टि गरेको भन्ने लाग्छ उसलाई। भनेदेखि परमेश्वर किन चाहियो? किन परमेश्वर चाहियो त भन्दाखेरि अनि परमेश्वरले भन्नुभयो, परमेश्वरले चाहिँ बुद्धिमानहरूको बुद्धिलाई रद्द गर्नको लागि निर्बुद्धिहरूलाई चलाउनुहुन्छ। त्यस कारणले उहाँले कसलाई चलाउनु भयो? पावललाई चलाउनु भएन, पहिला पत्रुसलाई चलाउनु भयो, जसले पढेकै थिएन, जसले स्कुल गएकै थिएन, जसले बुझेकै थिएन, आफ्नो लङ्गुटी आफ्नो धोती राम्रो लाउन नजान्ने मान्छे, माछाको सब्जी बाहेक अरू खान नजान्ने मान्छे, किनारामा जीवन बिताउने मान्छे। सायद तपाईँ र म भारीकै त्यतिखेरको समयमा होइन, त्यतिखेर भन्दा त्यता माछा थियो होला होइन, हामी घोगी टिप्न गए जस्तै, त्यो त माछा टिपेर आफ्नो जीविका चलाउने मान्छे, एउटा आफ्नो धोती सम्हाल्न नजान्ने मान्छे, आफ्नो परिवारलाई कसरी चलाउन सक्ने उसँग त्यो प्रकारको ज्ञान नभएकोलाई परमेश्वरले टेबलमा उभिएर बोल्ने बनाउनु भयो। आमेन, हालेलुया। तपाईँ र मैले चाहिँ परमेश्वरको नाउँमा, परमेश्वरको सामर्थ्यमा, परमेश्वरको शक्तिमा अनि मण्डलीको प्रशासनको अधीनमा रहेर तपाईँले काम गर्नुहोस् त। आजैको मितिबाट लेखेर दिन्छु, तपाईँ विश्वमा तपाईँहरू प्रचलित हुनुहुन्छ। त्यो कुरो हामीले याद गरौँ। टिबी जोसुवा, जसलाई आज 12 एपोस्टोलिटमा टप 1 को रूपमा राखिन्छ, टिबी जोसुवाको जीवनी पढ्नुहोस्। तपाईँलाई ओरल रोबर्टको जीवनी पढ्नुहोस्, बेन हिनको जीवनी पढ्नुहोस्, रिनहार्ड बङ्कीको जीवनी पढ्नुहोस्, के अरे अप्टोलस्टको जीवनी पढ्नुहोस्, मेरी च्यापमेनको जीवनी पढ्नुहोस्, रोबर्ट एफ कुकको जीवनी पढ्नुहोस्। उनीहरूले के गरे भन्ने बारेमा तपाईँले बुझ्नुहुन्छ। मण्डलीको प्रशासनमा उनीहरू कसरी बसे, मण्डलीको शासनमा उनीहरू कसरी बसे, त्यसै उनीहरूलाई परमेश्वरले चलाएको होइन नि, हो त? तपाईँ र म जस्तो ह्याउ 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 गरेर चलाएको होइन परमेश्वरले। उनीहरू त्यो मण्डलीको अधीनमा बसे, परमेश्वरको अधीनमा बसे, परमेश्वरको शासनमा बसे। आज हेर्नुहोस् टिबी जोसुवा कस्तो छ, नेटमा पाउनुहुन्छ। दुष्ट शैतानहरूलाई देख्ने बित्तिकै थर कामेर भाग्छ। रिनहार्ड बङ्केले मरेको मानिसहरू जीवित पार्यो। बेनिनले, तपाईँ हान्नुहोस् त कोर्टले कसरी लड्छ। बेनिनले कोर्टले हालेलुया प्रेज गॉड भन्ने बित्तिकै मान्छेहरू डाङ डाङ र डुङडुङ लड्छन् होइन। क्रिसले प्रेज द लर्ड टेक अफ होली स्पिरिट भन्ने बित्तिकै कहाँको मान्छेहरू लड्छन्, त्यसै लडेको। आज क्रिसको सेवकाई कति भयो तपाईँलाई थाहा छ? 56 वर्ष भयो सेवकाई गरेकोले। 42 वर्ष, 52 वर्ष, 38 वर्षको सेवकाईको उनीहरूको अनुभव छ। त्यस कारण गरी टाढा टाढामा रहेकालाई टेक अफ द होली स्पिरिट भन्दाखेरि लड्छन् क्या। तपाईँ र म त आज ग्रहण गरौँ, भोलि बप्तिस्मा लियो, पर्सि नै उभिएर आमामा संसारै हल्लाइलो जस्तो गरेपछि अनि कहाँ प्रभुले काम गर्नुहुन्छ? त्यो त प्रभुको कामै हुँदैन। त्यहाँबाट प्रभुको काम गर्नको लागि प्रभुको अधीनमा बस्न सिक्नुपर्छ हामीले। पावललाई प्रभुको अधीनमा राख्नको लागि के गर्नुभयो? उसको सारा बुद्धि नष्ट गरिदिनु भयो, उसको सारा धन सम्पत्ति नष्ट गरिदिनु भयो, उसको सारा ज्ञान बुद्धि नष्ट गरिदिनु भयो, एकदमै नम्र बनाइदिनु भयो। यति मात्रै नभएर शरीरमा पीडा दिने काम गर्नुभयो क्या। पटक पटक यहाँ भनेको छ शरीर दिनको 3 पल्ट भनेको सानो कुरा हो। पावलको जीवनमा कस्तो दर्द हुन्थ्यो होला क्या पावलको जीवनमा। तपाईँ हामीलाई पत्थरिया भयो भने यहाँ के अरे पत्थरिया भने कस्तो दुख्छ पेट होइन? कतिलाई थाहा छ नि पत्थरिया हुने व्यक्तिलाई थाहा छ। पत्थरियाका बिमारीलाई पत्थरियाको रोग पीडा थाहा हुन्छ, पाइल्स हुनेलाई पाइल्सको पीडा थाहा हुन्छ, क्यान्सर हुनेलाई क्यान्सरको पीडा थाहा हुन्छ। त्यो भन्दा डरलाग्दो पीडा चाहिँ दिनमा 3 पल्ट आउँथ्यो अरे। कति पल्ट?
3 पल्ट। ओ प्रभु, तपाईँ र म भालेकी त के गर्थ्यौ? 3 पल्ट चाहिँ मरेर मूर्छा हुँदा के हुन्छ होला? दिनको 3 पल्ट चाहिँ तपाईँ मूर्छा पर्नु भने के हुन्छ? यस्तो पीडा हुन्छ। त्यो पीडा चाहिँ दिनमा 3 पल्ट तपाईँ र मलाई हुनु भने के हुन्छ? के को प्रभु खोज्नु? त्यहाँदेखिको लुकी त धमिनी दिदीकोमा आउनु गर्न आउँदैन। यहाँ चाहिँ दिनमा 3 पल्ट चाहिँ मुटुको बिमारी भयो, मुटुको यहाँ दुख्नु 3 पल्ट, खतरा कुनु पास्टर बोलाउँदा पनि हुँदैन, विश्वासी बोला हाम्रो पास्टरलाई बोलाएर प्रार्थना गर्दा निक्दैन, होस् बोलाउँदिन भनेर मरिसकिलो बुढी अब कहीँ एकचोटि चाहिँ पात्र हामी गाउँ जाउँ कि भनेर लुकी त हामी गाउँ जानु बेला आउँदैनौँ हामी। 3 पल्ट चाहिँ त्यस्तो मूर्छा पर्ने बिमार होस् त हामीलाई? यो पावललाई 3 पल्ट बाइबलले हुन्छ 3 पल्ट। अझै तपाईँले लिभिङ बाइबल लेखेछ पावल चाहिँ दिनको 3 पल्ट मूर्छा पर्थ्यो अरे। क्या कस्तो पर्थ्यो सोच्नुहोस्। छारे रोगले होइन नि फेरि, दुन बुझ्न नि फेरि छारे रोगले मूर्छा परेको होइन नि फेरि। छारे रोगले मूर्छा परेको मान्छे चाहिँ छुट्टै हुन्छ गर्छ होइन, जीवन यताबाट पनि सबै निकाल्छ। त्यो चाहिँ भूत आत्माले चलाएको, उसलाई पनि दुष्ट आत्माले नै काम गर्थ्यो, दुष्ट आत्माले नै पीडा दिन्थ्यो, तर उसको पीडा चाहिँ छुट्टै हुन्थ्यो है। उसको पीडाले गर्दाखेरि ऊ सहन नसकेर अति भएर प्रभु के गरेको तपाईँले? मेरो धन सम्पत्ति पनि खत्तम भयो, सबै कुरो नष्ट भयो, म यहाँ दुःख पाएँ, अब हुँदाहुँदै मेरो शरीरको पीडा पनि तपाईँले नगरिदिने? प्रभु यो शरीरको पीडा तपाईँले अन्त्य गरिदिनुहोस् न, उसले बिन्ती गरेको। अनि उसले भने मैले 3 पल्ट प्रभुसित बिन्ती गरेँ, तर मलाई उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो जीवनमा प्रशस्त छ। हालेलुया। तपाईँ र मेरो जीवनमा परमेश्वरको अनुग्रह चाहिँ ठुलो कुरो। म बुद्धिमानी भए परमेश्वरको अनुग्रहले, हालेलुया। म के अरे सामर्थ्य भए परमेश्वरको अनुग्रहले, म धनवान भए परमेश्वरको अनुग्रहले, म सम्पत्तिवान भए परमेश्वरको अनुग्रहले, म सारा कुरामा पोख्त भए परमेश्वरको अनुग्रहले। जब तपाईँ यो शब्द बोल्नुहुन्छ नि, तपाईँको जीवनमा अनुग्रहको पानीहरू आउन थाल्छ क्या। हामी भन्न सक्छौँ म आज बुद्धिमानी छु प्रभुको अनुग्रहले भनेर? कस्तो भयो हुन्छ? मैले यत्रो वर्ष नसिकेको भए यत्रो गर्न नगरेको के को मैले होइन। एकजना पास्टरले के लेख्नु भएको थियो भने फेसबुकमा, अहिले अब फेसबुक त धम्की दिने भाषा नि भएछ। मान्छे पास्टर पनि होइन, बिसप हो उहाँ त। मान्छे नकुटेको धेरै भयो, बिसपले बोलेको। मान्छे नकुटेको धेरै भयो, पर्खी म नेपाल आउँदैछु। उहाँ अमेरिकामा बस्नुहुन्छ। पर्खी म नेपाल आउँदैछु, तेरो म ढाड चिलाको मेटाउँछु भन्नुभएछ। अनि अर्को एकजना पास्टरले चाहिँ के लेख्नु भएको छ भने हैट कसलाई कुट्ने हो त्यसरी लेख्नु भएछ क्या एकजना पास्टरले। फेरि अर्को पास्टरले कमेन्ट लेख्नु भएछ, ए भाइ परमेश्वरले त प्रेम गर्नु भनेको छ त कता कुट्नु भनेर लेखेछ। फेरि उहाँले कमेन्टमा के लेख्छ, ए दाइ परमेश्वरले त प्रेम गर्नु मात्रै भनेको छैन, अति गर्यो भने त लगेर खोलामा लगेर के अरे कुटेर मारेर गाडी पनि दिनु भनेको छ वचन भनेर वचनै ठ्याक्कै लेखेर पठाउनु। यो फेसबुक त बडा राम्रो भएछ क्या आजकल क्या। अनि लास्टमा मैले चाहिँ उहाँलाई सोधेँ, प्रश्न गरेँ मैले पनि, तपाईँ चाहिँ कहिले नेपाल आउने हो? म चाहिँ लुक्नु पर्यो भनेको गरेर लेख्नु भएको थियो क्या। मलाई जिस्काइदिएको। अनि मैले भन्नु खोजेको फेसबुक चाहिँ तपाईँ हाम्रो धम्कीको सामर्थ्य पनि बनेछ। अहिले धेरै प्रकारको फेसबुकमा नराम्रो नराम्रो क्राइमहरू पनि हुन्छ। अनि उहाँ नेपाल आउँदै हुनुहुन्छ, उहाँले भन्नुभयो म एकचोटि आउँदा तपाईँलाई भेट्छु राजेशजी भन्नुभएको छ। मेरो एकदम साथी पनि हो। कहिलेकाहीँ तपाईँ र मेरो जीवनमा यस्तो प्रकारको कुराहरू पनि आउँछ प्रियहरू। शैतानले राम्रै कुराबाट मात्रै गर्दैन, नराम्रो कुराबाट पनि गर्छ। फेसबुकमा धेरै प्रकारका कुराहरू आउँछन् होइन, कल्चरल कुराहरू आउँछन् फेसबुकमा। टोपी लगाएको हुन्छ, छोरा मान्छेले टोपी लगाएर सेल्फी हान्नु त ठिक छ नि त, छैन? टोपी दिवस। अनि छोरी मान्छेले पनि टोपी लगाएर सेल्फी हानेर टोपी दिवस लेखिरहेको हुन्छ क्या। अनि एकजनाले कमेन्टमा लेख्यो, साथीहरू हुन्छ न भाइ, अनि तपाईँहरू चाहिँ के टोपी दिवस मात्रै मनाउनुहुन्छ, साडी दिवस पनि मनाउनुहोस्, कुनै के दिवस पनि मनाउनुहोस् भने मेरोमा पनि लेखिरहेको थियो। यस्तो प्रकारको फेसबुकमा आउँछ। तर लेख्ने मान्छे फेरि को हो त भन्दाखेरि वरिष्ठ पास्टरहरू, अगुवाहरू हुनुहुन्छ उहाँहरू। त्यही फेसबुकमा कतिपय कुरा लेख्ने कुरा मलाई पनि घरिघरि भाइले, आरसी भाइले झस्काउनुहुन्छ, पास्टरमा फेसबुकमा कतिपय कुरा चाहिँ नलेख्नुहोस् है भन्नुहुन्छ। म पनि कहिलेकाहीँ दिलको भडक चाहिँ लेख्नु मन लाग्छ क्या। के गर्नु अब, विश्वासीलाई भन्दा नि हुँदैन, पास्टरलाई भन्दा नि हुँदैन। अनि के भने त भन्दा दिलको भडक त त्यो के अरे हजमले यस्तो निकाल्नु पर्यो नि त। हजमको चाहिँ राजाको 2टा सिङ देखिहाल्यो। देखिसकेपछि त राजाले भन्लास मार्छु तँलाई भनेको छ।
नभनौँ भने के गर्नु? बिचरा बिहानै बुढीलाई भनौँ भने श्रीमतीलाई पनि नभन्नु, कता भन्नु, छटपटाइ भएर बिहानै उठेर गएर चाहिँ त्यो टोइलेट गर्ने ठाउँमा चाहिँ गएर चाहिँ माटो राजाका 2टा सिङ छ भनेछ। सिद्धि होला, शान्ति भयो मनमा। 1 वर्ष पछाडि राजाले सभा बोलाएछ, ठुलो सभा बोलाउनु भएछ। राजाले सभा बोलाउने कुरामा चाहिँ अब राजाको त अब त्यस्तै हो होइन, नर्तङ्गीहरू हुन्छ, नृत्यहरू हुन्छ। ल बाजा बजाऊ भन्दाखेरि त बिनायोले बिनायो बजाए नि बाजा। अनि बिनायो बाजाले बजाउने बेलामा त बिनायोले के भन्छ? हरिचन्द्र राजाको 2टा सिङ, हरिचन्द्र राजाको 2टा सिङ भन्छ। राजाले ए के गरेको तिमीले, रोक रोक, थाम थाम, के भन्छ यसले? फेरि बजाउ त, फेरि बजाउँदा पनि हरिचन्द्र राजाको 2टा सिङ भन्छ अरे। ए रोक रोक, थाम नभन, लु भयो बिनायो नबजाऊ। पापको घडा त्यसरी निक्लिन्छ भने जस्तो क्या। अनि तबला बजाउनुलाई भन्छ, लु तबला बजाऊ भन्छ अरे। तबला बजाउने भयो, कसले भन्नु हजमले भन्नु अरे होइन, तबला वादकले। त्यस कारणले गरी सत्य कुरो चाहिँ कहिले पनि त लुकेर लुक्दैन, त्यो चाहिँ के हुन्छ त बाहिर हुन्छ। त्यसरी त्यो हजमको भए जस्तै मेरो पनि कहिले के एकदम गाह्रो हुन्छ न, फेसबुकमा लेख्छु। अब उहाँहरू फ्रेन्डमा हुनुहुन्छ अनि उहाँले मलाई भन्नुहुन्छ, दाइ पास्टर भाइ यसो भन्नुहुन्छ, यसो सम्झिँदा हो पनि मेरो दिलको भडक त मैले परमेश्वरलाई लेख्नु नि, फेसबुकमा लेखेर के गर्नु? कसले धोका दियो क्या हो भन्ने आउँछ होइन, कसले चोट दियो क्या हो भन्ने कमेन्ट आउँदैन, त्यस्तै हो। त्यस कारण यो एकदमै यस्ता कुराहरू छन् भने यी सबै केबाट आउँछन् त भन्दाखेरि घमण्डहरूबाट आउँछ। पावललाई परमेश्वरको सेवकाई गर्नको लागि चाहिँ उहाँले के गर्नुभयो? उसको सारा कुरो चाहिँ रित्याइदिनु भयो। तपाईँ र मलाई पनि सेवकाई गरेर त परमेश्वरले पहिला रित्याउनुहुन्छ। तपाईँको बुद्धि रित्याइदिनुहुन्छ, तपाईँको घमण्ड रित्याइदिनुहुन्छ, तपाईँको अहङ्कार रित्याइदिनुहुन्छ, तपाईँमा भएका कलाकारिताहरू, तपाईँमा भएका क्षमताहरू, तपाईँमा भएका योग्यताहरू, तपाईँमा भएको डिग्रीहरू सबै रित्याइदिनुहुन्छ। अनि उहाँले आफ्नो क्षमता तपाईँलाई दिनुहुन्छ। हालेलुया। उहाँले आफ्नो बुद्धि दिनुहुन्छ, आफ्नो ज्ञान दिनुहुन्छ, आफ्नो सामर्थ्य दिनुहुन्छ, आफ्नो शक्ति दिनुहुन्छ। त्यो सामर्थ्य र त्यो शक्तिको कारणले चाहिँ तपाईँ जहाँ जहाँ गएर ख्रीष्टको प्रचार गर्नुहुन्छ त्यहाँ मानिसहरू प्रभुमा आउँछन्। हालेलुया। पावलको सबै कुरा रित्याइदिनु भयो र अनि पावलले जे गरे। अहिले तपाईँलाई पावलको समयमा पावलले रुमालले हालेर मान्छे लडाउँथ्यो, रुमालले हालेर मरेको मान्छे जीवित पार्थ्यो। अहिलेको समयमा हाम्रा बहनीहरूले चाहिँ के गर्नुहुन्छ? कोटले हालेर मान्छे मरेको मान्छे जीवित पारिदिनुहुन्छ। ल हेर्नुहोस् त, तपाईँहरू म सक्छौ? मरेको मान्छेलाई हेर्नुहोस् त, तपाईँलाई कोटले हानेको छ। एउटा गवाई पढ्नुहोस् तपाईँले। हाम्रो आरसी भाइसँग एउटा किताब छ, तपाईँहरू त पढ्नुहुन्छ अनि त्यो पढेको कुरा चाहिँ अनि के अरे आफूमा लागू गर्नु भन्दा नि होइन, अब कतिपय हेबिट छ हाम्रो। त्यहाँ हेर्नुहोस् त, 3 चोटि मरेको लासलाई चाहिँ झापडले हानेर उठाएको छ होइन, के होइन? ठिङ्ग उभिएको हुन्छ, उड्दैन त। झापडलाई ठ्याम्मा हानेपछि चाहिँ अनि पीडितका आँखा हेर्छ क्या। त्यो जीवनको त्यो तपाईँहरू जो अगुवा बन्न चाहनुहुन्छ, जो शिक्षक बन्न चाहनुहुन्छ, जो प्रचारक बन्न चाहनुहुन्छ, जो पास्टर बन्न चाहनुहुन्छ, जो एल्डर डिकन बन्न चाहने तपाईँको दर्शन अगुवा भित्रबाट छ भने आरसी भाइसँग त्यो किताब छ, पढ्नुहोस्। त्यहाँ लेखेको छ उसले आफ्नो सारा जीवनहरू त्यहाँ भनेको छ, कसरी प्रभुको काम गरेको छ उसले। मरेको मान्छेलाई एकजनाले भनेको छ अति भयो नगर्नुहोस् भन्दाखेरि मेरो काम मलाई गर्न नसिकाउनुहोस् होइन। उसले भनेको छ कि छैन? पढ्ने मान्छेलाई थाहा होला। त्यहाँ भनेको छ उसले मेरो काम गर्न मलाई नसिकाउनुहोस्, मलाई थाहा छ म के गर्नुपर्छ। लास्टमा त्यही मान्छेले बोलेको रिसले चाहिँ झापडले हानेपछि त्यो मरेको मुर्दा जीवित हुन्छ। तपाईँ र म पनि के हुन्छ भने अलिकति बुझ्ने बित्तिकै पास्टरलाई सिकाउन आउँछौँ नि, प्रचारकलाई सिकाउन आउँछौँ क्या। गलत कुरा हो प्रिय, माफ गर्नुहोला, क्षमा गर्नुहोस्। मैले बढी बोलेको होइन, तपाईँलाई घुचेको होइन, लाग्न सक्छ तपाईँलाई होइन प्रिय। मसँग 10 वर्षको अनुभव छ, हाम्रो पेशल दाइसँग 25 वर्षको अनुभव छ, उहाँहरूसँग सबको अनुभव छ। सबैसँग आफ्नो अनुभव छ, तपाईँ हामीसँग नि अनुभव छ। अनुभव बटुलेर चाहिँ तपाईँ र हामी अगाडि बढ्ने। त्यस कारण पावलले के भनेको छ? मेरो सारा शक्ति र सारा सामर्थ्यको कुरा चाहिँ मैले ख्रीष्टको क्रुसमा लगेर टाँगिदिएँ। आमेन। त्यसले मलाई नोक्सान गर्ने रहेछ। त्यसले मलाई उसले के बुझ्यो भन्दाखेरि, पावलले के बुझ्नुभयो भन्दाखेरि मैले गरेको घमण्डले, मैले गरेको अहङ्कारले, मैले गरेको यस्तो सारा कुराले चाहिँ मलाई चाहिँ आत्मिक कुरामा होइन तर शारीरिक कुरामा लैजाने रहेछ। त्यसकारण सबै कुरो त्यागेर चाहिँ उसले क्रुसमा राखिदिएर चाहिँ ऊ 0 लेभलमा आएपछि अनि परमेश्वरले उसको जीवनमा काम गर्नुभयो। हालेलुया।
तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु, अहिले त नेट छ, नेटमा तपाईहरु दिनरात व्यस्त हुनुहुन्छ, फेसबुकमा, मेसेन्जरमा, च्याटमा व्यस्त हुनुहुन्छ होला। त्योमा व्यस्त हुनुभन्दा पनि टिभी जोसुवाको प्रोग्राम हेर्नुहोस्, के अरे शेफर भुसारीको प्रोग्राम हेर्नुहोस्, एर्मिया जोमोटोको हेर्नुहोस्, ठुला ठुला व्यक्तिहरुको हेर्नुहोस् जसले प्रभुको काम कसरी गरे, उनीहरुको टेस्टिमोनी पढ्नुहोस् तपाईहरुले। उनीहरुले त्यसै गरेको होइन क्या। आज तपाईले मैले थोरै यहाँ सिक्ने बित्तिकै तपाईले मैले गरेको होइन। एकजना भाइले, हामी त्यतिखेर नयाँ नयाँ थियौँ, कमल भाइ भन्ने हुनुहुन्थ्यो, उहाँलाई पवित्र आत्मा आउनु भएछ। हेर्नुहोस् है, पवित्र आत्मा कस्तो आउनु भएछ। अनि एकजना दिदीलाई प्रार्थना गर्न जानुभएको, उहाँ भूत आत्मा लागेको दिदीलाई प्रार्थना गर्न जानुभएछ। त्यो दिदीलाई चाहिँ एकदम हात खुट्टा बाँधेर राखेको थियो। अब भाइले भन्नुभएछ, मलाई पवित्र आत्माको वरदान छ, म अन्य भाषाद्वारा पास्टर प्रार्थना गर्न चाहन्छु, जाउँ पास्टर बा। अब पास्टर बा बिचरा अब होइन, पास्टरले त बुझेको हुन्छ नि त्यस्तो कुरा। हेट भाइ त्यसो नगरौँ न, त्यस्तो गर्नु हुँदैन, होइन होइन, हामी एकदम समतल भएर बिस्तारै जाउँ। होइन पास्टर बा, आज तपाईँले रोक्नु भयो चाहिँ म आफै गएर त्यहाँ गर्छु। अब बिचरा त्यो भर्खर जवान केटोलाई पास्टर बाले रोक्न पनि सक्नु भएन। फेरि हाम्रो पास्टर बा, मलाई ग्रहण गराउने पास्टर बा पनि लिम्बू नै हो, अनि मलाई के अरे बप्तिस्मा दिने पनि लिम्बू नै हो क्या। पास्टर सेरिङ लिम्बू हुनुहुन्थ्यो। होइन भाइ त्यसो नगरौँ न, नगरौँ, त्यसो गर्नु हुँदैन भन्दै हुनुहुन्थ्यो। बिचरा त्यो भाइ चाहिँ अब पास्टरलाई ओभर स्मार्ट भएर देखाउनु खोजेको नि, म तँभन्दा म राम्रो छु भनेर देखाउनु खोजेको। त्यो दिदीलाई चाहिँ भूत आत्मा लागेको थियो। साङ्ला सबै खोल्न आला। अब हामी त भर्खर प्रभुलाई ग्रहण गरेको होइन, म त अब त्यही पनि त्यति साह्रो विश्वास नगर्ने मान्छे, भर्खर प्रभुलाई ग्रहण गरेको पछाडि थिएँ। भाइ चुरुक सर्ट जानुभयो, गएर चाहिँ त्यो सबै खोल्नु भयो। अनि त्यो दिदी खोल्नु भयो। त्यो दिदीलाई चाहिँ अब एकदम भूत आत्माले काम गरेको बेलामा च्याप्पै त्यो भाइको त यहाँ पक्रिहाल्नु भयो। पक्रेर त्यो भाइलाई चाहिँ गरेर अब अन्य भाषा बोलेको त्यो भाषा पनि पक्रेर न्याचेको लास्टमा त के अन्य भाषा नि बोलेर प्रार्थना गर्नुभयो, सबै गर्नुभयो। दिदीले छोड्दैन, दुईटा हातले यसरी अब आइमीले पक्रेको त हो त्यो यति लामो बाल भएको छोरा मान्छेलाई, यति लामो केस थियो, आशिकी केस थियो, पक्रेर न्याचे तेरो परमेश्वर भन्छ। लास्टमा त के ए पास्टर मलाई छुटाउनु न, मेरो कपाल दुखो भन्दालो क्या। अन्य भाषाबाट प्रार्थना गर्दा नि भएन, केही पनि भएन। भरे त्यो भाइलाई छुटाउनको लागि बिचराको त्यो दिदीले यसरी तान्दाखेरि बिचराको कपाललाई फक्कै उक्लेर जहाँ पक्रेर त्यो तालु भुले नै भयो। यस्तो खालको अन्य भाषा र यसको आत्मिकले काम गर्दैन नि। लास्टमा के भयो, त्यसको 7 दिन पछाडि भाइ सुनजोडा पुलमा आउँदै हुनुहुन्छ साइकलमा, नाइट बसले हानेर मार्थे। यो रियालिटी गवाई भन्दैछु तपाईँहरूलाई मैले। त्यस कारणले परमेश्वरमा घमण्ड गर्नु हुँदैन, हामीले परमेश्वरमा अहङ्कार गर्नु हुँदैन। परमेश्वरले आफ्नो समयमा सबै काम गर्नुहुन्छ। उहाँले उपदेशकको पुस्तकमा लेख्नु भएको छ, म मेरो समयमा काम गर्छु। तपाईहरुलाई कसरी चलाउनु पर्ने, तपाईलाई कसरी निर्माण गर्नुपर्ने, तपाईलाई कसरी अगुवा बनाउनु पर्ने, तपाईलाई कसरी प्रचारक बनाउनु पर्ने, तपाईलाई कसरी शिक्षक बनाउनु पर्ने, सबै परमेश्वरको हातमा छ। हालेलुया। उहाँलाई बिन्ती गर्नुहोस्, उहाँलाई प्रार्थना गर्नुहोस्, उहाँलाई तपाईले प्रार्थना गर्नुहोस्, उपवास बस्नुहोस्, प्रार्थना गर्नुहोस्। परमेश्वरले तपाईलाई बिस्तारै कुमालेको भाँडोले के अरे कुमालेले भाँडो बनाए जस्तै तपाईलाई बनाउनुहुन्छ। अनि हामीले गीत गाउनै पर्दैन, कुटी पिटी काटी छाटी तपाईको भाँडो बनाउनुहोस्। यहाँ हामी चाहिँ प्रभुको भाँडो बनेको हैन, प्रभुको घाँडो भएर बसेका छौँ क्या। भाँडो हुनुपर्ने थियो, घाँडो भएर बसेका छौँ क्या। त अब अति भइसक्यो, यसलाई त के गरौँ। त्यसैले बाइबलमा यसो विचार गर्नुहोस् त, अति भएर भनेको होला क्या त्यो प्रभुले पनि प्रकाशित वाक्यमा पढ्नु भएको छ। कतिले पढ्नु भएको छ, यदि तिमी चिसो भएदेखि निलिदिन्थे, तातो भएदेखि उगलिदिन्थे। न चिसो छौ न तातो छौ, न चिसो छौ न तातो छौ, के गर्नु है, मन तातो छौ। भित्र लगाउनुले पनि चिसो हुँदैन, बाहिर थुकौँ भने पनि अलिकति भए पनि तातो आइरहेछ भन्नु खोजेको क्या। यसो गर्दाखेरि विश्वासी जस्तो पनि देखिन्छ, विश्वासी होइन जस्तो पनि देखिन्छ, विश्वासी हो कि होइन आत्मिक, यसो हेर्दा आत्मिकी जस्तो पनि देखिन्छ, यसो हेर्दा एकछिनमा हेर्दाखेरि आत्मिकी जस्तो पनि देखिँदैन, फटा हो कि भने जस्तो पनि लाग्छ। विश्वास गर्नु कि नगर्नु, के गर्नु गर्नु। अनि यीशुले पनि त अति भएर भनेको क्या, प्रकाशित वाक्यमा पढ्नुहोस् त, न तिमी चिसो छौ न तिमी तातो छौ। तातो भएको भए थुकेर फ्याँकिदिन्थे तिमीलाई, चिसो भएको भए घुटुकै निलिदिन्थे भन्नु खोजेको क्या। न चिसो छ न तातो, मन तातो छौ। अनि हामी मन तातो खालको विश्वासी छौँ क्या। अनि त्यसलाई चाहिँ घाँडो भन्छ क्या। अनि गीत प्रभु तपाईँको भाँडो भनेका। अनि एकजना पास्टरले भन्नुहुन्छ अरे, यसरी नगाउनुहोस् विश्वासीहरू। कसरी गाउने भन्दाखेरि
प्रभु तपाईको घाँडो हुँ, पन्साएर राम्रो बनाउनुहोस् भनेर गाउनुहोस् भनेर भन्नुहुन्थ्यो क्या पास्टरले। अनि घाँडो जस्तो जीवन बिताए जस्तो अवाक्क हुन्छ नि त होइन। हामीलाई नि सोच्नुहोस् त, कहिले काहीँ यता सम्झाउँदा नि हुँदैन, उता सम्झाउँदा नि हुँदैन, यसो भन्दा नि हुँदैन, त्यसो भन्दा नि हुँदैन, केही गर्दा नि मान्दैन। अनि त्यसलाई ए यो कस्तो घाँडो रहेछ भन्छौँ नि हामी होइन, भन्दैनौँ कस्तो घाँडो रहेछ भन्छौँ नि। हो, हामी घाँडो बन्नु हुँदैन कसैको। त्यस कारणले पावलले भने म कसैको, अहिले नेपाली ठेट भाषाबाट भन्नु पर्दाखेरि पावलले भन्न खोजेको कुरा त्यो, म कसैको घाँडो नबनाउँ भनेर म आफ्नै के गरिरहेको छु त, आफ्नै मेहनत र परिश्रमले जाल बुनिरहेको छु। वचनले भन्दछ, परमेश्वरको वचनले यो कुराहरू भन्यो। त्यस कारण पावलको जीवनमा जुन प्रकारको परमेश्वरले काम गर्नुभयो त्यो वचनलाई दाबी गरेर हिँडौँ, परमेश्वरले तपाईँ र मलाई आशीषित बनाउनुहुन्छ। उहाँले तपाईँ र मेरो जीवनमा आश्चर्य कर्म गर्नुहुन्छ। उहाँले तपाईँ र मेरो जीवनमा योजना राख्नु भएको छ। जसरी पावलको जीवनमा योजना राख्नुभयो, जसरी पावलको जीवनमा उहाँले आश्चर्य कर्म गर्नुभयो, त्यसरी नै तपाईँ र मेरो जीवनमा आश्चर्य कर्म गर्नुहुनेछ। तपाईँ र मेरो जीवनमा योजना राख्नुहुनेछ। हालेलुया। आज तपाईँ र मेरो जीवनमा परमेश्वरको वचन चाहिँ अनमोल छ प्रियहरू। तपाईँ र मैले बुझेपछि मात्रै उहाँले तपाईँ र मलाई आशीषित बनाउनुहुन्छ। हालेलुया। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। सर्वशक्तिमान परमप्रभु परमेश्वर पिता, पुत्र पवित्र आत्मा तपाईँलाई धन्यवाद भएको होस्। महिमा र आदर भक्ति योग्यका परमप्रभु परमेश्वर, हिजो आज एक समानको प्रभुलाई हृदय खोलेर हामी धन्यवाद दिन्छौँ। हाम्रो जीवनमा जे जस्तो अवस्थाहरू भए, हाम्रो जीवनमा जे जस्तो परिस्थितिहरू भए, हामीले प्रभु जानी नजानी प्रभु तपाईँको विरुद्धमा बोल्यौँ, हामीले जानी नजानी प्रभु तपाईँको विरुद्धमा काम गऱ्यौँ भने हामीलाई क्षमा गर्नुहोस् प्रभु। अनि प्रभु आजको वचनले हामीलाई यही कुराहरू सिकाउनुहुन्छ कि हामी साँच्चै नै घमण्डी र अहङ्कारी भएर होइन, तपाईँ परमेश्वरको सेवा र सङ्गतिमा अगाडि बढ्न सकौँ। धन्यवाद प्रभु। हामीलाई प्रेम र सद्भाव र आत्माको अगुवाईले बढाउनुहोस् प्रभु। यी सबै कुरा हामी तपाईँ परमेश्वरको हातमा समर्पण गर्दछौँ। धन्यवाद। सबै बिन्ती जिउँदै ख्रीष्टको नाम, आमेन। हुन्छ समय